आज अत्यन्त विशेष दिन रहेको छ। हामी सबैलाई थाहा छ, आज माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन, अत्यन्त विशेष दिन, हामी सबैको लागि अत्यन्त महत्त्वपूर्ण दिन रहेको छ आज। र यो आमाको महिमालाई गुणगान गर्ने दिन, आमाले जो हामी प्रति दिनुभएको योगदान छ त्यसको कदर गर्ने दिन, र आमाले जुन हामीलाई जुन अनकन्डिसनल लभ, बिना शर्तको एकदम प्रेम जो उहाँले हामीलाई हर समय दिनुहुन्छ, त्यो प्रेमको हुन त मूल्य चुकाउन हामीलाई असम्भवै छ। तैपनि हामीले गर्न सक्ने जे छ त्यो सबै आमाको लागि गर्ने यो दिन। र आमाप्रतिको कटुता जुन हामीभित्र बसेको हुन्छ कुनै कुनै समयमा, त्यो सम्पूर्ण कटुताबाट आफ्नो हृदयलाई मुक्त गरेर आमाको जो योगदान छ, जो देवी स्वरूपा आमा हुनुहुन्छ, उहाँलाई पूर्ण रूपमा हामीले यो श्रद्धा गर्ने दिन, उहाँप्रतिको जो हामीभित्रको माया, प्रेम र हाम्रो श्रद्धा छ त्यसलाई उजागर गर्ने दिनको रूपमा हामी लिन्छौँ आजको आमा, यो मातृ औँसीलाई। आमा यो सानो शब्दभित्र पनि संसारकै सबैभन्दा ठुलो माया, त्याग र समर्पण समेटिएको हुन्छ, होइन त? आमा दिवस भनेको एउटा यही महान आमा, यही महान व्यक्तिप्रति कृतज्ञता प्रकट गर्ने यो सबैभन्दा उत्तम अवसर हामी मान्न सक्छौँ। नेपालमा यो माता तीर्थ औँसी जो मनाइन्छ, जुन विशेष गरी आमाप्रति सम्मान, प्रेम र सम्झनाको प्रतीकको रूपमा हामीले लिन सक्छौँ। यस दिन सन्तानहरूले आफ्नो आमालाई विभिन्न उपहार, विभिन्न मिठा परिकारहरू र प्रेजेन्टहरू डिफ्रेन्ट होइन, हामीले प्रेजेन्टहरू दिएर आमालाई खुसी पार्ने प्रयास गर्छौँ आजको दिनमा। र आमा हाम्रो जीवनको पहिलो शिक्षक होइन त? हो नि। हामीलाई बच्चा बेलामा जसरी हामी हिँड्न सिक्यौँ, बोल्न सिक्यौँ, अक्षरलाई जान्न सिक्यौँ, घर परिवारमा हरेक जुन संस्कृति जुन हामीले सिक्यौँ सबै आमैबाट त सिक्यौँ नि, होइन त? हामीले बोल्ने शब्द पहिलो आमा, हामी बच्चा बेलामा पनि भर्खर भर्खर शब्दहरू उच्चारण गर्न जाँदा मामा भनेर हामीले भन्यौँ होला। पहिलो शब्द सिकाउने पनि उही आमा नै हुन् फेरि, होइन? जन्मदेखि नै उहाँले हामीलाई यति माया, यति हेरचाह र यति सुरक्षाको आभास दिनुभएको छ। उहाँले आफ्नो आराम, आफ्नो चाहना र आफ्नो सपना सबै त्यागेर आफ्नो सन्तानको उज्जवल भविष्यको लागि उहाँ दिन रात खटिरहनु भएको छ। हामी बिरामी हुँदा रातभर नसुती हामीलाई स्याहार्ने, हामीलाई दुखी हुँदा सान्त्वना दिने, हामी सफल हुँदा सबैभन्दा बढी खुसी हुने व्यक्ति को हुन् त? आमा नै हुन्। र आमाको माया निस्वार्थ हुन्छ। संसारमा अरू सम्बन्धहरू शर्त सहितका हुन्छन् भने आमासँगको हाम्रो सम्बन्ध एकदम निशर्त, कुनै पनि स्वार्थ बिनाको त्यो सम्बन्ध भनेको हामीले आफ्नो आमासँगको सम्बन्धलाई मात्र मान्न सकिन्छ। अरू सम्बन्धमा कहिलेकाहीँ खोट हुन सक्ला, र बुवा आमा र हाम्रो शिक्षकसँग यो जुन सम्बन्ध छ त्यो हामीले एकदमै प्योर, एकदमै पुरा शुद्ध मान्न सक्छौँ। र उनले सन्तानहरूको गल्तीलाई पनि क्षमा गरेर सही बाटोमा हामीलाई दोहोऱ्याउने प्रयास गर्नुहुन्छ। आमाको प्रेरणा र आशीर्वादले नै धेरै मानिसहरूले जीवनमा ठुलो ठुलो सफलता हासिल गरेको हामीले देखिरहेका छौँ। यसैले आमा केवल एउटा परिवारको सदस्य मात्र नभएर उनी त परिवारको एउटा मेरुदण्ड हुन् नि त। आमा दिवसको अवसरमा हामीले केवल एक दिन मात्र आमाको सम्मान गर्ने होइन नि,
सधैँ आमाप्रति सधैँ नै आजीवन हामीले आमाप्रतिको सम्मान र प्रेमलाई हामीले दर्शाउन सक्नुपर्छ। आधुनिक जीवनशैलीका कारण धेरैजसो सन्तानहरू आफ्ना आमाबाट टाढा भएका छन् वा व्यस्तताका कारण समय दिन नसकेका होलान्, तर सानो समय निकालेर आमासँग कुरा गर्ने, उनको ख्याल राख्ने, उनको भावनालाई बुझ्ने सबैभन्दा ठुलो उपहार उहाँको लागि त्यही हुन सक्छ। कहिलेकाहीँ म तपाईलाई धेरै माया गर्छु भन्ने साधारण शब्दले पनि आमाको मन कस्तो खुसी हुन्छ। आजको समाजमा वृद्धाश्रममा असंख्य आमा बुवाहरू त्यहाँ देख्नु भनेको एउटा चिन्ताको विषय पनि हो, किनभने कतिपय आमाहरू आफ्नै सन्तानबाट टाढा भएर पनि एक्लोपनको पीडा भोगिरहनु भएको हामीले देखिरहेका छौँ। यस्तो अवस्था आउन नदिन हामी सबैले आफ्ना आमा बाबुप्रति आफ्नो कर्तव्य बोध गर्न सक्नुपर्दछ। उहाँहरूले हामीलाई दिएको माया र योगदानलाई कहिल्यै बिर्सनु हुँदैन। अन्त्यमा आमा यो मातृ दिवस, आमा दिवस जुन केवल उत्सव मात्र होइन, यो हाम्रो जिम्मेवारी सम्झाउने एउटा दिन पनि हो। हामीले आमाको माया र त्यागको कदर गर्ने, सधैँ उनका लागि सम्मान, सेवा र प्रेम देखाउने र आमा बिना हाम्रो अस्तित्व छैन भनेर नै बुझ्नु जरुरी छ। किनभने आमा नभएको भए आज हामी जुन अहिले पोजिसनमा छौँ, जुन ठाउँमा छौँ, जुन खुसी, जुन आनन्द हामी भोगिरहेका छौँ, यो सबैको देन आमा होइन र? त्यसैले आमा हाम्रो जीवनको सबैभन्दा अमूल्य धरोहरको रूपमा हामीले लिनुपर्छ। र आजको यस विशेष दिनमा यदि हामीले कहीँ कतै आमालाई सम्मान गर्न चुकेका रहेछौँ, आमाप्रतिको आफ्नो दायित्वलाई वहन गर्न चुकेका रहेछौँ भने आमा अगाडि गएर क्षमा मागेर हामीले आमाको त्यो योगदानप्रति हामीले पूर्ण सम्मान हामीले दिन हामी सबैलाई यो शक्ति प्राप्त होस्, यही मङ्गल कामना म यहाँ आज गर्न चाहन्छु। आमा, तपाईको आमा माया एकदम अमूल्य छ। तपाईँ हाम्रो जीवन, हाम्रो हृदयमा सदा रहनुहुन्छ। यो भावले उहाँलाई आज हामी खुसीले ओतप्रोत बनाउने कोसिस गर्नेछौँ। र आमाको यस दिव्य दिनमा एउटा कथा जो मैले पहिला पनि भनेको थिएँ, पहिलाको सालमा, सायद त्यो बेलामा कतिपय नयाँ मित्रहरू हुनुहुन्थेन होला, त्यही भएर म एउटा छोटो यो यो माता तीर्थसँग सम्बन्धित छोटो कथा जो हामीले सुनेका छौँ त्यो हल्का बताउँछु ल। यो माता तीर्थ जुन अहिले माता तीर्थ रहेको छ, त्यहाँ पहिला एउटा चौर हुने गर्थ्यो अरे। अनि त्यो चौरमा चाहिँ गोठालोहरू गाई चराउन जान्थे अरे। र गाई चराउन जाँदाखेरि उनीहरूले दिउँसो खाजाको लागि उनीहरूले रोटीहरू लिएर जान्थे अरे। ती गाई चराउने जो दाजुभाइहरू हुनुहुन्थ्यो, उहाँहरू त्यहाँ गाई चराउँदै गर्दाखेरि उहाँहरूले ल्याउनु भएको रोटी अकस्मात गायब हुन सुरु भयो अरे। अनि उहाँहरूले यो कसले चोर्यो होला त हाम्रो खाजा भन्ने उहाँलाई लाग्यो। अनि एकले अर्कालाई हेर्न थाले, कसैकोमा पनि त्यो खाजा थिएन, खाना थिएन। तर एकजना गोठालो जो हुनुहुन्थ्यो उहाँकोमा चाहिँ उहाँले ल्याउनु भएको खाजा चाहिँ हराएको थिएन। अनि अरू सबैको हराउने, उहाँको चाहिँ नहराउने, के भएको रहेछ त भनेर यसो बुझी हेर्दाखेरि के थाहा भयो त भन्दाखेरि जसको खाना हराएको थियो नि खाजा, त्यो खाजा हराउनेहरू सबैका आमाहरू परलोक सिधार्नु भइसकेको रहेछ। र जसको खाजा चाहिँ हराएको थिएन नि, उहाँको आमा चाहिँ जीवितै हुनुहुँदो रहेछ। र उहाँहरूले त्यसपछि चाहिँ के बुझ्नु भयो त भन्दाखेरि, ओहो यो ठाउँ त पितृहरू बास गर्ने ठाउँ रहेछ। र यहाँ चाहिँ जति पनि यो खाजा हराएको, जुन पहिलो दिनमा खाजा हराएको दिन थियो, त्यो यही मातृ तीर्थ औँसीको दिन रहेछ। र त्यो दिनदेखि चाहिँ अनि मान्छेहरूले के गर्न सुरु गरे त, माता तीर्थमा गएर आफ्ना पितृ आमा जो बितिसक्नुभएका हाम्रा आमाहरू हुनुहुन्छ, पितृहरू, उहाँहरूको नाममा चाहिँ त्यहाँ शिरादान गर्ने, श्राद्ध गर्ने चलन रहेको रहेछ। र त्यो बेलामा चाहिँ त्यसरी चलन हुँदाखेरि चाहिँ संसारका कतिपय ठाउँहरूबाट
आफ्ना आमालाई चाहिँ यो सिधा दान गर्नका लागि त्यहाँ आएर चाहिँ सिधा दान गर्ने चलन भएको रहेछ। र त्यहाँ एउटा आमाको प्रतिमा राखेको छ र त्यहाँ एउटा पानी जो खोला के भन्छ यसलाई पोखरी जस्तो त्यो पनि छ। र त्यहाँ यसो हेर्दाखेरि चाहिँ आफ्नो आमाको छवि चाहिँ देख्न पाइन्छ अरे। कति धेरै मान्छेले चाहिँ त्यहाँ पानीमा हेर्दाखेरि आफ्नो आमाको छवि चाहिँ उहाँहरूले देख्नु भएको छ अरे। र त्यहाँ हामीले जो चढाएको चिज छ त्यो सिधा सिधा त्यो आमाले ग्रहण गर्नुहुन्छ अरे भन्ने चाहिँ यो कुराहरू चाहिँ हाम्रो इतिहासदेखि आएको कुराहरू हैन। त्यही कारणले चाहिँ आजसम्म पनि त्यहाँ माता तीर्थमा आजको दिनमा यति हुल हुन्छ हैन। सबै आफ्नो आमाहरूलाई जो बितिसक्नुभएका आमाहरूलाई चाहिँ यसरी सिधा दान गर्नको लागि चाहिँ उहाँहरू त्यहाँ आउनुहुन्छ, श्राद्ध गर्नुहुन्छ र आमालाई त्यहाँ गएर श्राद्ध गर्यो भने चाहिँ आमा तर्नुहुन्छ रे भन्ने विश्वास पनि छ, जनविश्वास। त्यही कारणले त्यहाँ आजको दिन एकदम भिड हुने गर्दछ। र जसको आमा छैन उहाँहरूले दुःख मनाउनु छैन। यो त प्रकृतिको नियम हो, हामी पनि एक दिन यो संसार छोडेर जानु नै छ। त्यही कारणले यसरी दुःख मनाएर बस्नु भन्दा पनि जो आमाहरूको सन्तान छैनन्, जो वृद्धाश्रममा एक्लो जीवन बाँचिराख्नु भएको छ, त्यस्ता आमाहरूप्रति हामीले आफ्नो दायित्व निर्वाह गर्न सक्ने हो भने हाम्रो जो मृत्यु भएर जानुभएको आमा सबैभन्दा बढी त्यही बेलामा खुसी हुनुहुन्छ होला। यति बेलामा उहाँको खुसीको सीमा रहँदैन होला। हरेक आमाहरूमा आफ्नो आमालाई हामीले भेट्नु नै वास्तविक माता तीर्थ औँसीको मनाउने दिन भनेर हामीले यसरी बुझ्न जरुरी छ। र जसको आमाहरू हुनुहुन्छ उहाँहरूलाई आफ्नो पूर्ण दायित्व आजको दिन मात्र होइन, आजीवन आमा रहुन्जेल र आमा बितिसक्नु भएर पनि आमाप्रतिको हाम्रो जति पनि दायित्व छ हामीले पूर्ण रूपमा हामीले त्यो दायित्व वहन गर्ने आज हामीले संकल्प गर्नुपर्दछ। र यही भावसहित आजको अब म कक्षालाई अगाडि बढाउने अनुमति माग्दछु। आज हामी